शरदजी त यही हुँदो रहेछ। शरदजी नमस्कार नमस्कार शरदजी। म चाहिँ मिस्टर फोक्सर। त्यही त मैले चिनिनँ, पहिला कहिले देखाएको थिइनँ। म चाहिँ मिस्टर फोक्सर, काठमाडौँ गोर्खाजको ओनर भन्दा नि हुन्छ मलाई त। ओनर जस्तो त लागेन हेर्दा। ओनरै जस्तो हो होइन, ठ्याक्कै हेर्दा नभए नि ठ्याक्कै ओनरै जस्तो म चाहिँ। मैले त अर्कै ओनरलाई भेटे जस्तो लाग्छ। होइन, उहाँलाई चाहिँ मैले यसो देखाइदिएको मात्रै हो क्या, खासमा ब्याकग्राउन्डको चाहिँ म हो। अनि शरदजी यहाँ सुन्नुहोस् त, तपाईँहरूसँग मलाई एउटा कुरो चाहिँ, यहाँ तपाईँहरूले फिल्म बनाउनु लाउनु भएको छ नि त यहाँ काठमाडौँ गोर्खा। फिल्म त होइन, तपाईँको अस्ति त्यो पोस्ट देखिरहेको थियो क्या, डाइरेक्टर लेखिरहेको थियो त्यो। म एउटा भिलेनको रोल प्लिज दिनु न, भिलेनको रोल भने खेल्छु क्या म। फिल्म त नभनौँ, हाम्रो यो टिममा हिरोहरू मात्रै छन्। मलाई भिलेनको रोल भयो नि, दिनु न त्यो फिल्ममा। ठाउँै छैन, कसरी दिए? काठमाडौँ गोर्खाले त्यत्रो फिल्ममा तपाईँको त्यत्रो डाइरेक्टर भनेर आइरहेको थियो नि फिल्ममा। होइन, फिल्म होइन, यो चाहिँ क्रिकेट गेम हो। सो यसको चाहिँ डाइरेक्टर हो, मैले चाहिँ क्रिकेट टिम म्यानेज गरेर हो। सो या त्यसको चाहिँ मलाई डाइरेक्टर एपोइन्ट गरे। ओ, क्रिकेट टिममा पनि डाइरेक्टर हुन्छ? हुन्छ, सबै टिमहरूमा हुन्छ। क्रिकेटमा पनि डाइरेक्टर, फुटबलिङ डाइरेक्टर, यस्तो सबै डाइरेक्टर हुँदो रहेछ है। बास्केट बलिङ डाइरेक्टर। अब टिममा डाइरेक्ट गर्नु पर्यो नि त, त्यही भएर। मैले त तपाईँहरूले फिल्म बनाउनुला भनेर भिलेनको रोल पाइन्छ कि भनेर आएको। त्यो गाह्रो पर्यो। अनि तपाईँको मलाई यो यहाँ काठमाडौँ गोर्खाजको यो जर्नी हुन्छ नि, यात्राहरू यसो भनिदिनु न, यात्रा कसरी आउनुभयो? अब हुन त म पहिलादेखि बाल्यकालदेखि काठमाडौँकै टिमबाट खेले हो। हजुर। बट अहिले चाहिँ यो सिजनमा चाहिँ मलाई एज अ क्रिकेट डाइरेक्टर मेन्टर अपोइन्ट गर्नु भएको छ। हजुर। म नेसनल टिमको लागि खेलेँ धेरै वर्ष। हजुर। सो अब मलाई चाहिँ यो रोलमा चाहिँ उहाँहरूले हजुर यो वर्षदेखि चाहिँ म्यानेजमेन्ट प्लस क्रिकेटिङ साइड हेरिदिनलाई चाहिँ एपोइन्ट गर्नुभएको छ। मेरो नि जर्नी राम्रो छ नि काठमाडौँ गोर्खासँग। ए, कस्तो छ? मेरो चाहिँ ठ्याक्कै जर्नी कस्तो भन्दाखेरि, मेरो चाहिँ ठ्याक्कै रत्न पार्कबाट बस चढेँ। अनि ठ्याक्कै यहाँबाट बस चढ्दै आएको। अनि ठ्याक्कै क्याप लगाएर छिरेको। म खासमा तपाईँले चिन्नु भएको छ, ओनर चाहिँ ओनरै हो। ओनरलाई सोध्नु न एकचोटि। ओनर त मलाई लागेन, तर अब हेरौँ फ्युचरमा बन्न सक्छ चान्सेस। मैले नि यहाँ टिमहरू धेरै किनेको छु सर। यो खसी कपमा टिमहरू किनेको छु। ए, खसी कप हुन्छ नि दसैँमा, यस्तोमा चाहिँ धेरै टिम किनेको छु। अनि यो अहिले यो अस्ति देखिरहेको थिएँ मैले, त्यो पोस्टर सोस्टर हुन्छ नि फेसबुकमा, हो क्या देखिरहेको थिएँ, यो अक्सन भन्ने आउँदो रहेछ नि फेरि। अक्सन हो, अक्सन भने चाहिँ प्लेयर किन्ने अक्सन हुँदैछ। अब त्यसको अब त्यही दिन थाहा हुन्छ को प्लेयर्सलाई हामी किन्न सक्छौँ। अब अहिले खोलिन हालौँ होला, अहिले त्यसको डिसाइड हुन बाँकी पनि छ, किनकि लिस्ट आएको छैन। सो लिस्ट आएपछि चाहिँ थाहा हुन्छ। मलाई किन्न मिल्दैन त्यसमा चाहिँ। त्यसमा चाहिँ तपाईँलाई चाहिँ अब खै अब कुनै किडब्यागहरू बोक्ने रोल चाहिँ त्यहाँ हुन्छ कि त्यहाँ? त्यो भयो नि, बोकिदिन्छु म त। किडब्याग सिडब्याग पैसा आउँछ भने चाहिँ बोकिदिइहाल्छु नि, किडब्याग बोकिदिने के बोकिदिने। अनि तपाईँहरूले त्यो अक्सनमा अब जस्तै अब यो खेलाडी हुन्छ नि, यो खेलाडी चाहिँ लिन्छु भन्नेवाला चाहिँ को छ, यसो यसलाई चाहिँ म लिन्छु नै भन्ने खालको के, जस्तै म जस्तै टाइपको, यसलाई चाहिँ अब भर भन्नु लिन्छु नै भन्ने खालको टाइपको। अब अहिलेको लागि त हाम्रो नेसनल टिमको सबभन्दा सुपरस्टार एकजना सबैको टार्गेटमा आसिफ शेख हुनुहुन्छ। हजुर हजुर। सो त्यो उहाँ सबैको प्रायोरिटीमा पर्नु भएको छ। उहाँलाई भने चाहिँ लिने नै। अब लट्रीमा जानुहुन्छ पक्कै पनि। सो हेरौँ, सबैको कोसिस हुनेछ। लट्रीमै पर्नु हुन्छ है? लट्रीमा भाग्यमानी हुनुपर्छ। म त भाग्यमानी हुँदो रहेछ, म जस्तै भाग्यमानी क्या ठ्याक्कै। ए हो र? अनि तपाईँ चाहिँ केमा भाग्यमानी? म त हरेक कुरामा भाग्यमानी हो नि म त। जस्तै मेरो त अब जहाँ गएँ नि ठ्याक्कै क्या। अब फुटबलमा नि म अब खत्रै खेलाडी पहिला। ए, कहाँ खेल्नुभयो फुटबल? फुटबल मैले धेरै खेलेँ सर। मैले त इट्टा ढलाइहरू टोलको धेरै खेलेँ। क्रिकेटमा नि तपाईँले मेरो अहिले पनि मेरो ओडिआई सिरिज छ सर। ए हो र? हजुर, युएसएमा ओडिआई सिरिज छ। युएसएमा ओडिआई सिरिज त सुनेको थिइनँ मैले। छ सर, मेरो चाहिँ तपाईँले अर्कै युएस सोध्नुभयो होला, मेरो चाहिँ युनाइटेड स्टेट अफ अनामनगरमा लुडोको वान डे सिरिज। लुडोको बेस्ट विशेष त। हजुर हजुर। अब सर त्यही त अब अक्सन आउनु लागेको छ। हजुर। अब म तपाईँ पनि डाइरेक्टर भयो, डाइरेक्टर तपाईँ हुन्छ। अब तपाईँले भने अर्कै डाइरेक्टर हुँदो रहेछ। तपाईँ मैले त फिल्मको डाइरेक्टर भनेर थिएँ। मेरो अब युएस टुर छ नि त अहिले, अब युएस टुरमा जान्छु। हजुरलाई धेरै धेरै धन्यवाद। अब चाहिँ अब प्लेयर चाहिँ त्यो किनिहाल्नु पऱ्यो ठ्याक्कै। त्यो बेला पऱ्यो भने मेरो पनि यसो घुसाएर मलाई पनि किनिदिनु न त्यहाँ गएर। पक्कै पनि अब कोसिस हुनेछ तपाईँको त्यहाँ नाम आयो भने। नाम त मेरो आएपछि त मैले भनिसकेँ उता, नाम चाहिँ ठ्याक्कै आयो। तपाईँको नाम पनि युनिकै छ क्यारे? हजुर, मेरो नाम मिस्टर फोक्सर। कसैले पनि मिस गर्दैन। फोक्सर आयो भने चाहिँ हाल्ने। म नि लकी ड्रमै जान्छु। ए, ठिक छ। हजुर सर, म अहिले लागेको, अब भेट्नुपर्छ। शुभयात्रा तपाईँलाई युएसएसम्म। हस् हस्, म ओनरमै हो। हजुर। यसो पैसा चाहियो भने मलाई भन्नु न, म दिइहाल्छु नि तपाईँलाई। धन्यवाद।